नमस्ते साथीहरू। मैले चाहिँ आज यो भिडियो बनाएँ आफ्नो ब्याकवाला साथीहरूलाई है। यदि तपाईँ ब्याचलर पढिरहनु भएको छ र यदि तपाईँको ब्याक लागेको छ अथवा केही एकाडेमिकली तपाईँ चाहिँ साउन्डली पर्फर्म गरिराख्नु भएको छैन भने चाहिँ मैले यहाँहरूको लागि यो भिडियो बनाएको है। बिकज होइन, ब्याक लागिसकेपछि चाहिँ मेन्टली ओभरकम गर्न चाहिँ धेरै गाह्रो हुँदो रहेछ कि है, हुँदो रहेछ होइन। अब एमबिबिएसमा ब्याक लाग्ने भनेको चाहिँ इट्स भेरी कमन होइन। इन्टर्नल एक्जाम्सदेखि लिएर तपाईँको फाइनल एक्जामसम्म पनि होइन। अनि मेरो इन्जिनियरिङ पढिरहेको ब्याचलर साथीहरूले पनि मैले भनेको सुनेको छु कि अर्को इयरमा पुगिसक्दाखेरि पनि पछाडिको सेमहरूको चाहिँ क्लियर गरिराख्ने यताउति भनेर होइन। तर इट्स भेरी डिफिकल्ट टु ह्यान्डल होइन, इफ समबडी डज नट ट्रेन यु भनेर हो कि होइन। अब ब्याक भएपछि मेन्टली चाहिँ धेरै नै प्रेसर आउन जान्छ होइन। तर ब्याक लाग्यो भन्दैमा चाहिँ दुनियाँ खतम भएको चाहिँ हुँदैन है साथीभाइहरू है। मेरो चाहिँ मैले सेयर गरेको छु नि त होइन, एकाडेमिकली कसरी स्ट्रगल गरेँ, कसरी ओभरकम गरेँ होइन, कसरी के भयो मेरो जर्नी भनेर मैले सेयर गरेको छु होइन। यहाँहरूले मेरो प्रोफाइलमा नि हेर्न सक्नुहुन्छ होइन। अनि मेरो ब्याक लागेको भाइ बहिनीहरूलाई चाहिँ मैले यो एज अ मोटिभेसन दिन खोजेँ कि दुनियाँले चाहे जेसुकै भनोस् होइन, जतिसुकै चाहिँ तिम्रो क्यापेसिटी कसैले क्वेसन गरे पनि यु मस्ट स्टे एन्ड स्ट्यान्ड स्ट्रङ भन्न चाहन्छु कि म होइन। कसैले पनि तिमीले कस्तो पर्फर्म गर्छौ भनेर कसैले त्यो सुरुबाटै एक्सपेक्टेसन बनाउँछ भने त्यो मान्छेको गल्ती हो कि तिम्रो गल्ती होइन के। तिमीले ट्राई गर्यौ भएन ठिकै छ, तिमी अर्कोपल्ट त ट्राई गर्छौ नि त होइन। यदि तिम्रो क्यापेसिटी नभइदिया भए त तिमी भर्नै हुँदैन थियौ नि त, एक नम्बर कुरा होइन। त्यही भएर कन्फिडेन्सका साथ एक्जाम दिनुपर्छ के होइन। एकचोटि फेल भए पनि केही पनि हुँदैन, ट्राई चाहिँ गर्न छोड्नु हुँदैन के होइन। मान्छेले कति बुढो भएर त पढिरहेको हुन्छ होइन। मान्छेको अन्ली फ्यु इयर्स अफ लाइफ लिभिङ भए पनि होइन, जो मान्छे चाहिँ एकदम डेथ बेडमा हुन्छ। अझ मेरो हजुरबा हुनुहुन्छ के, हजुरबा, अनि उहाँले चाहिँ बित्नुभन्दा अगाडिसम्म पनि एकदमै पूजापाठहरू गर्ने, पूजापाठको किताबहरू पढ्ने गर्नुहुन्थ्यो के। एउटा डेडिकेसन चाहिँ हुनुपर्छ मान्छेमा होइन। दुनियाँले जेसुकै भनोस् न होइन, आफूले ट्राई गरिरहेछ, आफूले सकिरहेको छैन भने पनि आफूलाई थाहा छ मैले सकिरहेको छैन, अहिले अझ गर्छु भइहाल्छ भनेर मनमा चाहिँ हुनु पऱ्यो कि। जस्ट टेक थिङ्स लाइटली भन्न चाहन्छु कि म, डोन्ट स्ट्रेस भन्न चाहन्छु कि म होइन। डु यर बेस्ट, इफ यु फेल द्याट्स अप टु गड भन्न चाहन्छु क्या म होइन। अनि को मान्छेले के भन्छ, को मान्छेले के भन्दैन बालै नदिने नि होइन। अनि यो उसमा चाहिँ अलिकति लेस टक्ड अबाउट कुरा हो कि यो होइन। जब कि यति धेरै फेल हुन्छ भनेपछि त झन् हामीले कुरा गर्नुपर्ने हो नि त होइन। यस्तो फेल भएपछि ओभरकम गर्ने, अनि पास आउट कसरी गर्ने, अनि एभ्रिथिङलाई कसरी म्यानेज गर्ने भनेर नोबडी गिभ्स अ ड्याम के होइन। सो अलिकति चाहिँ इम्फेसिस हुनमा पनि हाम्रो कमजोरी चाहिँ हो होइन। तर वी क्यानट ब्लेम द सिस्टम होइन, बिकज वी आर पार्ट अफ द सिस्टम। सो द बेस्ट वी क्यान डु इज वी क्यान डु आवर 100% लेबर के होइन। वी क्यान गिभ आवर 100%, बाँकी जे हुनेछ भगवान्को नाममा हो, भगवान्ले हेरिहाल्नुहुन्छ। अनि जसले चाहिँ ट्राई गर्छ त्यसलाई चाहिँ भगवान्ले चाहिँ अलिकति हेल्पै गर्छ के है साथीभाइहरू। त्यही भएर फर माई एभरेज एन्ड नन एभरेज होइन, त्यस्तो त्यो कमजोर भनाउँदा विद्यार्थीहरू, दिस भिडियो इज फर यु। इफ यु आर अ टपर देन यु क्यान स्क्रोल ओर यु क्यान वाच होइन। इफ यु आर द्याट चिल टाइप अफ टपर देन दिस भिडियो इज फर यु होइन। अनि म त्यही भन्न चाहेँ क्या, मेहनत गर्न छोड्ने होइन, दुनियाँको जेसुकै लागोस् होइन, केही कुरा म बन्छु भनेर आइसकेपछि बनेरै छाड्ने हो क्या साथीहरू।